तो चलिए शुरू करते हैं। पिपलको छायाले कहाँबाट कि कहाँ पुगिया देउबाकी मायाले माणोका पर पिपल बहुङको बजारी बाजी रया पसुरया ओ देउबा हजारी नेपाली भूमि के भन्छ शेरबहादुर देउबाले भन्छ होइन होला के हो आयो आयो कांग्रेस आयो कांग्रेस आयो 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 इको नेपाल पुलिसलाई मेन्सन गर्न सक्छ रे साथीहरूले हेलमेट लाउनु भएको छैन नि त हेलमेट ए होइन होइन भर्खरै हेलमेट मेरो स्कुटी होइन दादाको मेरो हेलमेट नहटेर हो मतलब वो अलग ही लेवल का बंदा था। हजुरको यो जेन्जी आन्दोलनमा भएको जुन दुर्व्यवहार अब दुर्व्यवहारै भनौँ एक कुराले होइन त्यस्तो गर्नु हुन्थेन देउबालाई। त्यो चाहिँ नगर्नुपर्ने तपाईँ आज जेएनजी चाहिँ शेरबहादुर देउबाको घरमा भेटिएको पैसा बारे के भन्नुहुन्छ प्लिज? त्यो बारे चाहिँ म पनि केही भन्न सक्दैन त्यो बारे चाहिँ गगन थापालाई के भन्न चाहनुहुन्छ तपाईँ? गगन थापालाई मात्र होइन अहिलेको यो घन्टेहरूलाई पनि हामी के भन्न चाहन्छु भने सिरी आइसक्यो। देश संकट के भन्छ तेरे दाइलाई आबन्छ देश संकट के भन्छ तेरे दाइलाई आबन्छ देश संकट के भन्छ नेपाली माटो के भन्छ देश संकट आयो ढल्काउँदै झमझम इष्टकोट आयो ढल्काउँदै झमझम इष्टकोट देउबालाई स्वागत गर्न आउनु भएको रहेछ तपाईँहरू। किन हो यस्तो धेरै माया? माया त यहाँ ज्यान दिनलाई तयार हो, माया त सामान्य हो। माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला ग्रहण गर्न सक्छ। जेन्जी आन्दोलनमा माओवादी आक्रमण हुँदा तपाईहरु कहाँ नियोजित रूपमा भएको जेन्जी आन्दोलनले यो देशै त हस बनायो। व्यक्तिको त कुरा छोड्नुहोस् तपाईँ। यो देशको कोही कसैले चलाउन नसकेको 10% जनताले चलाउन नसकेको यो देश जेन्जी आन्दोलनको डिजाइन थियो। नेपाली कांग्रेसले शेरबहादुर देउबालाई कमजोर नपाएको डिजाइन थियो। नेपाली कांग्रेसले शेरबहादुर देउबालाई कमजोर नपाएको डिजाइन थियो। नेपाली कांग्रेसले शेरबहादुर देउबालाई कमजोर नपाएको पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए। बुढाले लास्ट पैसा जम्मा गरेछन् के त्यो हाम्रो साथीहरूले होइन त्यति पैसा ल्याएको रे क्या। अब म त गएन, म त बसिरहेको थिएँ घरमै लाइभ साइभ हेरिरहेको थिएँ होइन। होइन होला तर झन् त पैसा चाहिँ रियल रहेछ। बुढा धनी रहेछन् क्या, भ्रष्टाचार गरेरै जम्मा गरेको होला हुनु चाहिँ। किन गरे हो मलाई बुढालाई अब सम्झाउनु पर्ने हो। सम्झाउनेले सम्झाइदिएन, बुझ्नेले बुझ्दैन। तिमीले बुझाउन सक्थ्यौ नि। तपाईँ चाहिँ रोज्नु पर्यो भने शेरबहादुर देउबालाई रोज्नुहुन्छ कि बालेन शाहलाई? यही बाटो भन्नु, यही र्याली बाटो भन्नु। म सधैँ बालिन शाहलाई हो नि, बालिन शाहलाई हो नि। बुढालाई पनि अलिअलि सपोर्ट त गर्ने हो, गरे पनि हो। के गरे बुढाले लास्ट पैसा जम्मा गरेछन् के। पहिलाको कति दुःख हुन्थ्यो, के हुन्थ्यो, उहाँ कति सङ्घर्ष गरेर यहाँ 7औं चोटि प्रधानमन्त्री हुनु भनेको एउटा कस्तो सबै मान्छेको हातमा हुँदैन नि त। अनि उहाँले कस्तो सक्नुभयो, कस्तो प्राउड फिल लाग्छ। अनि 7 चोटि प्रधानमन्त्री हुनु भनेको त कब हो क्या ये 5 चोटि कति हाम्रो रगत चाहिँ हरियो बगेको छ। हाम्रो रगत चाहिँ हरियो बगेको छ। आज दिदी र शेरबहादुर देउबा भनेको हाम्रो मुटुको धड्कन हो। उहाँलाई हामी एकदम विशेष स्वागतको लागि हामी यहाँ आएको हौँ। बालेन शाहले भन्छ कस्तो आन्दोलन उठिरहेछ जनकपुरदेखि पुरै मधेसमा। तपाईँले थाहा छैन? मान्छेले यतिकै भनेर उसलाई भोट हालिदियो। अब कसैले हाल्दैन। स्थानीय तह चुनावमा हेर्नु न, काङ्ग्रेसको कति सिट आउँछ अनि घन्टीको कति आउँछ। नेपाली काङ्ग्रेस जय नेपाल। छाप छाप रुख छाप। हामीले नेपालमा नेपाली काङ्ग्रेस मात्र एउटा पार्टी हो कि नेपालले विकास गर्न सक्छ। गगन थापालाई के सन्देश दिनुहुन्छ तपाईँ यहीँबाटै? म यति मात्र भन्न चाहन्छु कि दाइ ठिकै छ, तपाईँ पनि नेता लायक मान्छे हो होइन, मन्त्री महामन्त्री बन्नु होइन। सभापतिको नेतृत्व गर्नका लागि
तपाईँले शेरबहादुर देउपाजीलाई छोडिदिनु। अहिलेसम्म नेपालको इतिहासमा कुनै सभापति इलेक्सन हारेको थिएन, तपाईँ हारेर हाम्रो नेपाली काङ्ग्रेसको हल्का नाक कटाइ जस्तै गरिदिनु भयो। त्यसको लागि तपाईँले राजीनामा दिनु अनि हाम्रो शेरबहादुर देउपाजीलाई सभापतिमा निर्वाचित गर्नु। यति भन्दै म नेपाललाई त बुढो हुनुभयो भने छ नि शेरबहादुर देउपा। बुढो भएर के हुन्छ, दिमाग हुनुपर्छ नि। भोटसोट भनेको अब घन्टीलाई नै हालिदियो हो, के ढाँट्नु होइन, हालिदियो हो नि। अब आज चाहिँ यसो रमाइलो हेरौँ भनेर आएको। अब बुढा कसरी आउँदो रहेछ, धेरै पछि आउँछ। यसो टिभी पनि देख्न पाएको छैन हौ मुख होइन, अब टिभी पनि देख्न पाएको छैन हौ मुख होइन, अब रियलमै देख्न पाइन्छ कि भनेर आएको। अब घर बस्दा बस्दा दिक्क लागिरहेको थियो, फुर्सदमा थिएँ अनि रमाइलो पनि हुन्छ भनेर आएको। एउटाले टी सर्ट दियो, एउटाले झन्डा दियो, लगायो। अनि नेपाली काङ्ग्रेसको झन्डा छ, यो चाहिँ तपाईँले रहरले लाउनु भएन, अरूले दियो लगाइदिनु पर्यो। लगाइदियो नि, पानी परिरहेको थियो। अब आफ्नो लुगा भिज्छ भनेर टी सर्ट राम्रै रहेछ होइन, राम्रो छापा रहेछ। अब पर्सनल्ली रूपमा शेरबहादुर देउपा राम्रो लाग्ने भएर उहाँले गरेको कामहरू राम्रो लाग्ने भएर आएको हो होइन। मैले अब घन्टीलाई नै भोट हालिरहेको। माथि त्यो 23 गते चाहिँ मेरो बर्थडे थियो अनि म उहाँकै घरमा थिएँ। 23 गते चाहिँ 24 गते चाहिँ उता तोडफोड भएको थियो। मलाई एकदमै नराम्रो लाग्यो। एउटा मान्छेले हुन्छ नि संस्कार भन्ने कुरा पनि आउँछ, यसरी बुढो मान्छेलाई हात लगाउने, एउटा पितृ जस्तो मान्छेलाई हात लगाउनु भनेको नै एउटा पितृ जस्तो मान्छेलाई हात लगाउनु भनेको नै एउटा काङ्ग्रेस कार्यकर्ताले देउबाको पक्षमा हुटिङ लगाइरहँदा, देउबा आऊ काङ्ग्रेस बचाऊ भनिरहँदा देउबा सवार गाडीकै छेउमा रहेका एकजना युवाले भने उनलाई जुत्ता देखाएको दृश्य हाम्रो क्यामेरामा कैद भएको छ। नो 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 भन्छ नि त। भ्रष्टाचारी अरू हो, त्यो भन्नेवाला हो। उहाँहरू कहिले पनि भ्रष्टाचारी होइन, उहाँहरू देशको लागि लडेको पैसा तसँग पैसा मसँग पैसा तसँग पैसा तसँग पैसा मसँग History was wrong. Powerful people make places powerful.